फिल्म बनिएको रहेछ अगाडि देखेको पनि 88 वर्षको उमेरमा नि फिल्म हेर्न मन लाग्दो रहेछ आमा लागो र त आए त एकदम पढाइ यति इम्पोर्टेन्ट छ भने मैले जीवन साथी कस्तो आमा फिल्म कस्तो लाग्यो सासुआमा त त्यस्तै हो भोग्नु भएको हो सर्वप्रथम झापावासी पूर्ववासीलाई हाम्रो गौथली टिमको तर्फबाट धन्यवाद दिन आउनु भएको उहाँहरू यता गौथली हुनुहुन्छ यता के नाम भन्नु त कम्बो अलिक ठुलो ल हजुरहरूलाई गाईको घिउ आई लभ यु फोटोहरू बाहिर ल ताली बजाइदिनु पर्यो नि त अडियन्स कस्तो लाग्यो तपाईँहरूलाई के कुरा राम्रो लाग्यो रुनुभयो हो कस्तो रहेछ त महिलाहरूको जीवन पहिला धेरै कष्ट गर्छ पहिला त साह्रै दुःख छ हामीले नखबे पनि हाम्रो आमाहरूले खप्नु भएको होइन आमाहरूले कहानी भएको त्यो देखेर चाहिँ हामीलाई पनि रुन मन लाग्यो है एकदमै राम्रो लाग्यो एकदम एक्टिङ अझै केटाको एक्टिङ त एकदमै धेरै मन पर्यो सासुलाई चाहिँ यहाँ अहिले आउनु भएको सासुलाई चाहिँ हान्ने थियो जस्तै लाग्यो फिल्ममा माया गर्नु भएको छ त्यसबाट धेरै धेरै धन्यवाद बा कस्तो लाग्यो तपाईँहरूलाई राम्रो लाग्यो राम्रो लाग्यो सबै कुरा राम्रो लाग्यो मलाई सुरु हेरेदेखि मन पर्यो रुनुभयो आज चाहिँ मलाई अहिलेसम्म हेरेको मध्ये सबैभन्दा राम्रो लाग्यो है आज फिल्म हेरेर मात्रै हाँस्दै हुनुहुन्छ होला जस्तो लाग्यो फिल्म कस्तो लाग्यो तपाईँलाई फिल्म कस्तो लाग्यो के कुरा मन पर्यो फिल्मको के कुरा मन पर्यो फिल्मको के कुरा मन पर्यो माया गर्नु भएको धेरै धेरै धन्यवाद कस्तो लाग्यो फिल्म कस्तो लाग्यो आमालाई कस्तो मन पऱ्यो कि परेन मन पऱ्यो कि परेन सासुले खोजेको चाहिँ अलिक मन परेन ए ल ठिक छ फिल्म कस्तो लाग्यो तपाईँलाई हेलो ब्रदर कस्तो लाग्यो फिल्म कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो कस्तो लाग्यो फिल्म कस्तो लाग्यो आमा फिल्म कस्तो लाग्यो कथा हो हजुर गौथली फिल्म कस्तो रहेछ त अनि यत्रो बुढेसकालमा पनि तपाईँलाई फिल्म हेर्न मन लागेर आउनुभएको कस्तो लाग्यो फिल्म राम्रै छ आमा फिल्म कस्तो लाग्यो एकदम राम्रो मन पर्यो ए ल ठिक छ ल कहाँबाट आउनुभएको हजुर तपाईँलाई फिल्म कस्तो लाग्यो बित्ताबाट पनि आउनुभएको बुझाबारे कति वर्ष पुग्नुभयो 88 वर्षको उमेरमा नि फिल्म हेर्न मन लाग्दो रहेछ आमा लागो र त आए त नानीले लिएर आयो अनि गौथली फिल्म चाहिँ कस्तो रहेछ अनि फिल्म एकदम अघिको पुरानो भनेको तपाईँहरूको बेलाको जमानाको फिल्म बनिएको रहेछ अगाडि देखेको पनि अनि तपाईँलाई कस्तो लाग्यो त फिल्म
जस्तै अघिको शासन अलिअलि भोगेको छ यस्तै रहेछ अझै बिर्सेका रहेनछन् पुरानो फिल्म ल्याए भने नि फिल्ममा पुरानो कथालाई फिल्ममा देखाइएको थियो फिल्ममा के कुरा चाहिँ मन पर्यो आमालाई हिरो मन पर्यो कि हिरोइनी मन पर्यो त कुरा देखिए हो ल तपाईले सासू कतिको मन पर्यो सासू आमा कतिको मन पर्यो सासूआमा त त्यस्तै हो भोग्नु भएको हो भोग्नु भएको हजुर राम्रो एकदम राम्रो पढ्नुपर्छ भनेर यसमा सुझाव दिएको छ छोरीहरूलाई घरको काम मात्रै लाउनु पढ्नुपर्छ एकदम राम्रो छ सबैभन्दा कुन कलाकार तपाईँलाई साह्रै मन पर्यो हिरो दुईजनाको एकदम राम्रो छ आफ्नो आफ्नो ठाउँमा अनि सासू आमा चाहिँ सासूआमा त कहाँ भन्दा आएको चाहिँ हुने ठाउँमै छैन राम्रो लागेन तपाईँलाई त्यस्तो बन्न मन लाग्छ कि छैन हामी हुँदैन हाम्रो हुँदैन त्यस्तो समाजमा छन् कि छैन नि त किन छन् जति तर आफ्नो मनमा चाहिँ त्यस्तो गर्नु मन लाग्दैन यो भिडियो पछिसम्म राख्छु यो पछि फेरि तपाईँले हेर्न पाउनुहुन्छ गर्दा हुन्छ म त बुहारीलाई पढ्नु सके पनि म पढाउँछु हो नि एकदम पढाइ यति इम्पोर्टेन्ट छ भने मैले जीवनसाथी कस्तो हुनुपर्छ कति वर्ष पढ्न भन्ने सासूले पढ्नु भन्दा भन्दै पनि हजुरहरूले दिनुभएको मायाको लागि गाईको घिउ आई लभ यु हामी बिहान मात्रै काठमाडौँदेखि हजुरहरूले भेट्न आएको खुसी लाग्यो हजुरलाई हामी प्रत्यक्ष रूपमा यसरी भेट्न पाएँ थ्याङ्क यू सो मच हामी बाहिर भेट्छौँ कस्तो लाग्यो फिल्म एकदम राम्रो कस्तो लाग्यो के भनिदिनुहोस् ल थ्याङ्क यू कपिलजी राम्रो फिल्म बनाउनु भएछ तपाईँको साथीले नै बनाउनु भएको फिल्म हेर्दाखेरि कस्तो भयो एकदम आनन्द लाग्यो खुसी लाग्यो एकदम राम्रो फिल्म बनाउनु भएछ हामी आइएससीको बोर्ड एक्जाममै एउटै सिटमा बसेर एक्जाम दिएको कोसँग कपिलजी जान्छ
राम्रो लाग्यो एकछिन रोयौँ पनि रुनु पनि भयो के कुराले छोयो तपाईँलाई हामी अब यस्तै महिलाहरूको यस्तो फिल्म तपाईँ कोही पनि हुनु पर्यो सभादेखि यस्तो राम्रो लाग्यो हामी आउँछौँ फिल्म कस्तो लाग्यो हेर्नु नि होइन ए हेर्न आउनुभयो एकदम दामी मात्रै एकदम धेरै नै कसको कसको चाहिँ सबैभन्दा बढी केटाकेटीहरूलाई चाहिँ एकदम देखाउनु पर्ने नै रहेछ पढाइ सम्बन्धी एकदम केटाकेटीहरूले चाहिँ धेरै यो फिल्म मध्येको कलाकार को चाहिँ मन पर्यो मलाई त गाउँथली नै मन पर्छ गौतली नै मन पर्यो अनि सासु आमा सासु त एकदम तपाईँ पनि त्यस्तै बन्ने विचार छ कि पार्ट 2 चाहियो भने चाहिँ तपाईँलाई मन पर्यो के कुराले छोयो फिल्मको के कुराले छोयो फिल्मको अन्तिमको युवालाई धेरै राम्रो छ मलाई एकदम राम्रो लाग्यो अनि 20 वर्ष अगाडि आउनु पर्ने फिल्म अलिक ढिलो आइदियो यो भोग्नेले भोगिसकिहाल्यो अब त के भोग्नु छ र अब तपाईँलाई पार्ट 2 आयो भने तपाईँ हेर्नुहुन्छ कि हुन्न अब पार्ट 2 आयो भने हेर्नुहुन्छ कि हुन्न हेर्नुहुन्छ मेरो छोराको यो सेयरमा छ म आइहाल्छु तपाईँलाई धेरै धेरै धन्यवाद सर फिल्म हेर्नुभयो गौथली हराएको सुत्दैन खोइ गौथली गौतली त हुनुहुन्छ अनि फिल्ममा आज हेरिसकेर कलाकार भेट्दा चाहिँ कस्तो लागिरहेको तपाईँलाई एकदम आनन्द छ बबाल छ बबाल समाजको राम्रो छ जय गौथली भनिन्छ त मैले एकचोटि फेरि भन्नु होइन आई लभ यु वाला भन्नु घरिको के रे गाईको घिउ धन्यवाद तपाईँहरूलाई हामी माथि जाउँ Gracias.
कार्यक्रमलाई छिटो मिठो ढङ्गबाट अगाडि बढाउने योजना बनाइरहेका छौँ। सबैभन्दा सुरुमा त आफ्नो व्यस्त समयको बावजुदमा हामी सबैजना यिनीहरू भेला भएका छौँ। हामी आफैमा पनि एकदमै धन्यवादको पात्र भएका छौँ आज, र धेरै टाढोबाट आफ्नो व्यस्त समयको बावजुद पनि आज झापाली दर्शकहरूलाई माया गरेर झापाली दर्शकहरूको सल्लाह सुझाव प्रतिक्रियाहरू लिएर भोलिको दिनहरूमा अझ नयाँ ढङ्गबाट अगाडि बढ्छ। त्यसै गरी हामीसँग चलचित्रका मुख्य पात्रहरू द्वय अरुण छेत्री पनि हुनुहुन्छ, उहाँलाई पनि हामी गर्दछौँ। त्यसै गरी सिमरन खड्का पनि हुनुहुन्छ, चलचित्र गौथलीको विशेष पात्र भन्छौँ हामी, उहाँलाई पनि हामी अस्ति गर्नको लागि हार्दिक अनुरोध गर्दछौँ। अनि शिव सर अघिदेखि मलाई कोअर्डिनेट गरिरहनु भएको छ, आदरणीय सरलाई पनि सिनेमा व्यवसायी हुनुहुन्छ उहाँलाई पनि हामी अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौँ। अनि त्यसै गरी चलचित्र पत्रकार सङ्घ कोशीका उपाध्यक्ष आदरणीय रमेश तिवारी सर हामीसँग हुनुहुन्छ, उहाँलाई पनि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। अनि त्यसै गरी चलचित्र पत्रकार सङ्घ झापाका अध्यक्ष हुनुहुन्छ आदरणीय सर एकराज प्रधान सर, उहाँलाई पनि हामी यो अगाडि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। रमेश सर अगाडि नेता तामाङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। नमस्कार सम्पूर्णमा चलचित्रज्यूहरूलाई त्यहाँ हार्दिक स्वागत छ। झापामा तामाङ चलचित्र पत्रकार सङ्घ झापाको समन्वयमा सम्पन्न भइरहेको पत्रकार भेटघाट कार्यक्रम, विशेष गरी गौथली चलचित्र पछिल्लो समय हामी सबैजनाले हेऱ्यौँ। अब हेर्न छुटेका कोही छौँ भने उहाँहरूले के विशेष कारणले मात्रै छुट्याइराख्नु भएको जस्तो मलाई लागिरहेको छ। म चलचित्रमा समावेश मुख्य पात्र अरुणजी, त्यसै गरी हाम्रो गौथली ठुले दुवैजनालाई हामी हार्दिक स्वागत गर्दछौँ, र चलचित्र निर्माता टिमका दुईजना सञ्चालक सर हाम्रो सर यहाँलाई हार्दिक स्वागत छ। झापाली पत्रकार चलचित्र पत्रकारहरूले चलचित्रलाई प्रोत्साहन गर्नका लागि अझ उन्नतितिर लानको लागि हामीले सबै खाले चलचित्रहरूलाई सधैँ नै स्वागत गरिरहेका छौँ, सधैँ नै चाहिँ त्यो प्रवर्धन गरिरहेका छौँ। त्यसैमा गौथली चलचित्रलाई हामीले इनिसियली नै हाम्रो टिमले नै झापाली पत्रकार चलचित्र पत्रकारको टिमले नै हलमा गएर एउटा स्पेसल सो पनि हामीले हेऱ्यौँ, र त्यो पछि यस्तो खाले चलचित्र जसले चाहिँ समाजको कुरा बोल्छ, समाजको चाहिँ एउटा रियल क्यारेक्टरहरूलाई बाहिर उजागर गर्छ, र सँगसँगै समाजलाई सही ढङ्गले ऐना देखाउँछ। यस्तो खालको चलचित्र बन्नुपर्छ। यस्तो खालको चलचित्र चाहिँ प्रशंसाको मात्रै होइन, यस्तो खालको चलचित्र चाहिँ फिनेन्सियली पनि ग्रोथ गर्नुपर्छ भनेर सुरुमै हाम्रो आवाजै त्यही थियो। कुनै पनि हुन्छ चलचित्रलाई वाह वाह भन्ने होइन, अनि त्यसलाई प्रशंसा चाहिँ धेरै गर्ने, तर त्यसले पछि चाहिँ आर्थिक रूपमा चाहिँ दुःख भइरहेको हुन्छ। त्यस्तो नहोस्, कुनै पनि चलचित्रले प्रशंसा र उसले व्यापार पनि उत्तिकै गरोस् भन्ने हाम्रो त्यही हो। त्यो अनुसारले गौथलीले प्रशंसा सँगसँगै आफ्नो व्यापार पनि सुन्दर ढङ्गले अघि बढाइरहेको छ। चलचित्र दोस्रो साता एकदमै सफलतापूर्वक चलिरहेको छ, अझ धेरै प्रगतिको कामना छ। मलाई त खुसी लागेको दुईजना पात्र जसले चाहिँ गौथलीलाई लिड गरिराख्नु भएको छ, उहाँहरूले प्रमुख पात्र भइकन पनि सिङ्गो चलचित्र सिङ्गो नेपाली समाजलाई बोक्ने कथालाई यसरी लिड गर्नुभएको छ। तपाईँहरूलाई एकदमै धेरै कङ्ग्रेचुलेसन्स। र झापाली पत्रकार झापाली सञ्चार माध्यम यस्ता खालको चलचित्रलाई सधैँभरि प्रशंसा गर्छ, सधैँभरि साथ सहयोग गर्नका लागि उत्प्रेरित गर्छ। तपाईँहरूलाई हार्दिक स्वागत छ र आगामी दिनको लागि शुभकामना। थ्याङ्क यू भेरी मच। सबैलाई स्वागत। चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्दै गर्दाखेरि के सोच्नु भएको थियो? अहिलेको पछिल्लो समयको दर्शकहरूले देखाउनु भएको माया देखेर के कस्तो अनुभवहरू लिइरहनु भएको छ? अनि यो चलचित्रसँग यो टिमसँग काम गर्दै गर्दाखेरिको आफ्नो अनुभवका कुराहरू सेयरिङ गरिदिनेको लागि म अबको क्रममा हार्दिक अनुरोध गर्दछु। सबैभन्दा सुरुमा नायक अरुण छेत्रीज्यूको त्यो फरक क्षमताको क्यारेक्टर एकदमै दर्शकहरूले रुचाइदिनु भएको छ, कति क्रिएटहरू भएको छ। त्यो चलचित्रसँग रिलेटेड केही किस्साहरू हामी माझमा सेयर गरिदिनु हुनको लागि म अरुणजीलाई हार्दिक अनुरोध गर्दछु। फर्स्ट अफ अल त सबैजनालाई नमस्ते। झापा मेरो लागि एकदमै विशेष ठाउँ हो।
योभन्दा अगाडि म महापुरुषमा आएको थिएँ 2 चोटि अनि एकदमै धेरै माया गर्नुभएको थियो र अहिले पनि हामी अलिकति ढिला भयौँ होइन अनि किनभने अरू हाम्रो काम प्रमोसन यति धेरै थियो अनि धेरै ठाउँ सिमरन र म मात्रै कुद्नुपर्ने हिसाबले चाहिँ भ्याएनौँ होइन अनि त्यो हिसाबले गर्दाखेरि आज आएको छौँ अनि यो हजुरहरूको मायाको लागि एकदमै आभारी छौँ हामी जो अब फरक दृष्टिकोणको समुदायलाई चाहिँ रिप्रेजेन्ट गरेको छ यो पात्रले अनि यो यसमा चाहिँ अब हाम्रो श्रेय चाहिँ हाम्रो राइटर्स डिरेक्टर्स मेकर्सहरूमा जान्छ होइन जुन तरिकाले उहाँले सोच्नुभयो यो पात्रलाई यो फिल्ममा यो सब्जेक्टमा कसरी ढाल्ने र यो पात्रको थ्रु चाहिँ समाजमा चाहिँ के चिज दिन सकिन्छ त होइन अनि त्यो हिसाबले गर्दाखेरि जुन इनोसेन्सी जुन ह्युम्यानिटी कुराहरू छ त्यो पात्रमा जुन लभलाई लिएर आफ्नो एउटा भावना छ त्यो पात्रको होइन अनि हामी एउटा नर्मल सोसाइटीमा पनि हामी नर्मल मान्छेहरूले पनि लभको जिम्मेवारीहरू हामी निभाइरहेको छैनौँ त्यो पात्रले चाहिँ त्यो तरिकाले चाहिँ रिप्रेजेन्ट गरेको छ र समहाउ समाजलाई चाहिँ लभ स्टिल दियर भन्ने हिसाबले अनि इनोसेन्सीको सेल्फिसको कुराहरू नभइकन होइन एउटा प्योरिटीको लभ प्योरिटी इमोसन अनि कुनै एक्सपेक्टेसन नराखेर गिभिङ नेचरको चाहिँ त्यो चिजहरू त्यो तरिकाले जुन तरिकाले सोच्नु भएको थियो मेकरले सायद त्यही कुरा नै अहिले साइन भइरहेको होला र यसको लागि मेकर्सलाई यसको श्रेय जान्छ र यसमा अब हामीले काम गर्ने क्रममा चाहिँ जस्तो सेम चिज अब अर्को साइडबाट हेर्ने हो भने छोरी मान्छेलाई घरबाट जसरी सुरुवात गरिन्छ उसको सपना इच्छाहरू मार्नलाई होइन अनि त्यो तरिकाले जसरी समाजमा बाँधेर राखिन्छ अनि उसको इच्छालाई उसको पुरा तरिकाले फुलफिल गर्न दिइँदैन होइन बाँधेर राखिन्छ यो चिजलाई पनि एउटा राम्रो ब्युटिफुल तरिकाले हामीले देखाउन ट्राई गरेको छौँ अनि अब यही नै हो यसको अनि अर्को कुरा अब गाह्रो चाहिँ म अनेस्टली भन्ने हो भने चाहिँ म धेरै ठाउँ पनि भनेको छु होइन अब मैले अहिलेसम्म गरेको पात्रहरूमा चाहिँ एकदमै धेरै इन्जोय गरेको पात्र हो यो होइन अनि त्यो सायद त्यो अब अटिजम भएर पनि होला होइन अनि किनभने उसको ओल्डलाई उसले सोच्ने तरिकालाई चाहिँ एकदम ब्युटिफुल तरिकाले देखाउनुपर्छ भन्ने हामीलाई लाग्यो अनि त्यो हिसाबले गर्दाखेरि एकदमै सजिलो भयो तर अब काम गर्ने कुराहरूमा कोट्याउन थाल्यो भने त अब गुनासो हुनसक्छ होइन तर हामीले एकदमै रमाइलो तरिकाले गऱ्यौँ अनि त्यही नै हो थ्याङ्क यू ठिकै छ यही प्रसङ्ग हामी सिमरनजीको आवाजबाट पनि सुन्न र सेयर गर्न चाहन्छौँ हजुर फर्स्ट अफ अल त आज यहाँ उपस्थित हुनुभएको हजुर सबैजना नमस्ते अनि थ्याङ्क यू हजुरलाई पनि र मेरो लागि चाहिँ च्यालेन्जिङ थियो किनभने गौथली चाहिँ आजभन्दा 25 वर्ष अगाडि अलरेडी एउटा लेगेसी बोकिसकेको फिल्म थियो गीती चलचित्र भनेर त्यसमा चाहिँ हाम्रो भोला रिजाल सरले बनाउनु भएको सो त्यो हिसाबले चाहिँ मलाई मैले बिगार्छु कि गौथली क्यारेक्टर प्ले गरेर भन्ने चाहिँ भएको थियो तर हाम्रो सबैजना टिम मेम्बर चाहिँ एकदमै सपोर्टिभ हुनुहुन्थ्यो एकदमै अब हाम्रो चिफ एडी सर हुनुहुन्छ हाम्रो डिरेक्टर सर सबैजनाको चाहिँ एकदम क्लियर भिजन थियो क्यारेक्टरलाई लिएर फिल्मलाई लिएर त्यो हिसाबले हामी सबैजना एकदमै मिलेर काम गऱ्यौँ अनि त्यस भएर एकदमै राम्रो फिल्म बन्यो मिठो फिल्म बन्यो र सजिलो भयो र अब दुईजनाको किस्सामा अलिकति लास्टमा अलिकति एउटा फनी मोमेन्ट पनि जोडिहालौँ तपाईँहरूको एउटा डायलग एकदमै राम्रोसँगले अहिले सोसियल मिडियामा भाइरल भइरहेको छ त्यो गाईको घिउ आई लभ यु अलिकति क्रिएट गरिदिनुहोस् न यहाँ त्यही क्यारेक्टरमा कहाँबाट सुरु गर्नु गाईको घिउ आई लभ यु त्यही छ थ्याङ्क यू थ्याङ्क यू सो मच तपाईँहरू दुवैजनालाई र अबको क्रममा आदरणीय हाम्रो डिरेक्टर साहब हुनुहुन्छ गिरिराज घिमिरे सर के सोच्नु भएको थियो के कस्तो नतिजा आइराख्नु भएको छ आएको नतिजाबाट कतिको सन्तुष्ट हुनुहुन्छ आफ्नो फिलिङहरू सेयर गरिदिनुहोस् न थ्याङ्क यू सो मच सबभन्दा सुरुमा झापाबाट तपाईँहरूले नै फिल्म चलाइरहनु भएको जस्तो लाग्छ मलाई तपाईँहरूकै देन छ त्यो कुरामा किनभने झापामा अहिले झापादेखि पूर्वमा जति चलिरहेछ जति राम्रो भइरहेछ त्यो दर्शकहरू जति कुरा थाहा पाइरहेछ यहाँकै माध्यमबाट थाहा पाइरहेछ र यहाँहरूले धेरै मेहनत गर्नुभएको छ नेपाली चलचित्रको लागि त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद र यहाँ आइदिनु भयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद अब चलचित्रको लागि कुरा गर्दाखेरि चाहिँ म चाहिँ चिफ असिस्टेन्ट डिरेक्टर हुन्छ मुख्य सहायक निर्देशक म चाहिँ डिरेक्टर चाहिँ अहिले बाहिर हुन्छ त्यही भएर हामीसँग हुनुहुन्न उहाँसँग 2 दिनपछि 3 दिनपछि हामीसँग जोइन गर्नुहुन्छ तर निर्माण टिमबाट कुरा गर्दाखेरि चाहिँ चलचित्र बनाउनु आफैमा एउटा च्यालेन्जिङ कुरा हो मेन कुरा भनेर चाहिँ किनभने
चलचित्रको छनौट कसरी गर्ने, चलचित्रलाई कसरी दर्शकसँग पुर्याउने र दर्शकको मनसँग कसरी हामीले मनको कुराहरू कसरी बुझ्ने भन्ने कुरा चाहिँ एकदम ठुलो कुरा थियो। त्यो कुरालाई हामीले ट्याकल गर्दै गर्दै जाँदाखेरि जब राइटिङ गरेर स्क्रिप्टको खाका तयार भयो, त्यसपछि एउटा कस्तो हुन्छ भने हामी त्यही समाजबाट त्यही ठाउँबाट हुर्केर आएको मान्छेले काहीँ न काहीँ त्यो कुराहरू चाहिँ रिलेट गरिरहेको हुन्छ। अनि यो मान्छे यहाँ यति मान्छेहरू छन्, यस्तो मान्छेलाई चाहिँ यस्तो कुराहरू रिलेट गर्छ भन्ने कुरा थाहा हुन्छ। यसभित्र जुन कथा हामीले उठाएका छौँ त्यो कथामा एउटा दुईवटा परिपूरक कुराहरू छ क्या। जस्तै केटीको क्यारेक्टर छ, जो क्यारेक्टर चाहिँ नेपालमा अहिले पनि स्टिल त्यसरी नै आफ्ना सपनाहरू दबिएका मान्छेहरू अहिले पनि छन्। समहाउ सेमहरू नहोला, सेम तरिकाको नहोला, बिहे भएर मात्रै नहोला, कोही बिहे पढ्न नपाएको, कोही अब डक्टर बन्नु मन लाग्यो डक्टर बन्नु नपाएको हुन्छ। कुनै न कुनै कन्डिसनबाट त्यसरी भावनाहरू दबिएका छोरी मान्छेहरू धेरै छन्, गाउँथलीहरू धेरै छन्। एउटा त्यो प्रतिनिधित्व भयो। अर्को चाहिँ फरक क्षमता भएको एकजना यस्तो व्यक्तिलाई हामीले उठायौँ जुन चाहिँ एकदमै सेन्सिटिभ थियो, जुन कुरा हामीले देखाउन नसकेको भए चाहिँ कसैलाई पनि मन पर्दैन थियो होइन। अनि त्यसमा अरूले यस्तो मिठो एक्टिङ गरेको छ, यस्तो मिठो गरेको फेरि ऊ एक्टभन्दा पनि बढी चाहिँ उसले इन्जोय गरिरहेको थियो क्या। इन्जोय गरेपछि एक्ट राम्रो हुन्छ भन्ने कुरा चाहिँ यो एकदम उदाहरण हो होइन। उसले एकदमै इन्जोय गरेर काम गरिरहेको, जुन कुराले गर्दा अहिले यस्तो राम्रो पुरा चलचित्रको एउटा ग्राफ बनेको छ, जुन ग्राफमा मान्छेले हेर्दाखेरि चाहिँ एउटा कस्तो फिल गरिरहेको छ भने मेरै कथा रहेछ, मेरै घरमा भएको घटना रहेछ भन्ने टाइपको फिल गरिरहेको छ। त्यो चाहिँ हाम्रो लागि सफलता हो र नेपालभरि अहिले एकदमै राम्रोसँग चलिरहेको छ, जुन कुराले गर्दा हामीलाई सबभन्दा ठुलो सफलता त्यही नै हो कि जति दर्शकले हेर्नुहुन्छ त्यति हामीलाई आनन्द आउँछ है। अनि त्यो कारणले एकदमै धेरै राम्रो भइरहेछ, पूर्वानुमान एकदम राम्रो भइरहेछ र अब हजुरहरूको माध्यमबाट अझ धेरै दर्शकहरू थाहा पाउनुहुन्छ भन्ने लागिरहेछ र उहाँहरू पनि आएर चलचित्र हेर्नुहुन्छ भन्ने लागिरहेछ। थ्याङ्क यू सो मच। धन्यवाद सर। र शिव सरको पनि प्रतिक्रियाहरू दर्शकहरूबाट कस्तो के आइरहेको छ उहाँहरूलाई भन्दा अझ धेरै तपाईँलाई थाहा हुने भएकोले गर्दाखेरि तपाईँको धारणा चलचित्रप्रति कस्तो के रहेको छ त्यो सेयर गरिदिनुहोस् न। धन्यवाद सुरजी। सर्वप्रथम चलचित्र पत्रकार सङ्घ झापाप्रति हामीले गौँथली टिमको तर्फबाट हामी धेरै यहाँहरूप्रति आभारी छौँ, यहाँहरूप्रति हामी कृतज्ञ छौँ। वास्तवमा यो गौँथलीको कथा चाहिँ यो भन्नै पर्ने कथा थियो। त्यो अहिले देखियो अडियन्सको रियाक्सन हेर्दाखेरि वास्तवमा यो 30 वर्ष लगभग 3 दशक पुरानो कथा हो। एउटा च्यालेन्जिङ पनि थियो होला, 3 दशक पुरानो कथा अहिलेको पुस्ताले रिलेट गर्छ गर्दैन, बुझ्छ बुझ्दैन भन्ने एउटा थियो होइन। नाम पनि त्यो आजभोलि सुनिने नाम होइन, अहिले पुरानै नाम हो नि। तर पनि दर्शकहरूले यसरी लिइदिनु भयो कि यो सिनेमा त अहिले होइन धेरै अगाडि नै आउनु पर्थ्यो, धेरै अगाडि आउनुपर्ने र त्यो खालको सिनेमा रहेछ भन्ने कुरो चाहिँ देश देशान्तरबाट सबैतिरबाट हरेक ठाउँमा आज कुनै पनि सिनेमा हल छैन जहाँ चाहिँ दर्शकहरू थोरै रूपमा जानुभयो। हरेक सिनेमा हल आज 12 दिनसम्म पनि एक सत्र हलमा गौँथलीमा लागिरहेछ र हाउसफुलका साथ देशैभरको सिनेमा घरमा राज गरिरहेछ। र अहिले हामीले उहाँहरूलाई देख्दाखेरि अहिले यहाँहरू हेरिरहनु भएको छ, अहिले हामीलाई नर्मल लागिरहेको छ नि। तर हलमा जाँदाखेरि चाहिँ दर्शक जब सिनेमा हेरेर निस्किनुहुन्छ कति बेला गएर चाहिँ गौँथली र सिमरनलाई चाहिँ अँगालो हालेर भकानेर रौँ भन्ने उहाँहरूलाई हुन्छ कि त्यो खालको चाहिँ अभिनय एउटा पात्रहरूले देखाउनु भएको छ। एउटा त्यस्तो सिनेमा आएको छ, नेपाली माटो, नेपालको एउटा अर्गानिक, नेपालको कथा सामाजिक पारिवारिक कथा लेखेको चलचित्र आएको छ होइन। र अर्को राम्रो पक्ष त्यसमा त सबैले माया गर्नुभएको छ। अर्को राम्रो पक्ष विदेशबाट भर्खरै अघिल्लो शुक्रबारबाट अमेरिकामा तपाईँको 26वटा राज्यको 56भन्दा बढी स्टेसनको 1000 सोमा नेपाली सिनेमा एउटा गौँथली 1000 सोमा अमेरिकामा प्रदर्शन भइरहेको छ। अस्ट्रेलियामा त्यस्तै छ, तपाईँको मिडल इस्टतिर युरोपतिर भनेको दर्शकले यो सिनेमा एकदमै मन पराउनु भएको छ। त्यही भएर चाहन्छु दर्शकले चाहिँ यो गौँथलीलाई लिएर एकदमै उत्साहित हुनुहुन्छ, खुसी हुनुहुन्छ, एउटा राम्रो सिनेमा भनेर प्रशंसा गरिरहनु भएको छ र अरूलाई पनि गएर हेर्नको लागि प्रोत्साहन गरिरहनु भएको छ। सुन्दर चलचित्र छ, त्यही भन्न चाहन्छु। हस्, धन्यवाद शिव सर। र अबको क्रममा हामी चलचित्र पत्रकार सङ्घ झापा लगायतका हामी जति पनि सञ्चारकर्मीहरू छौँ, हामीमा लागेको केही क्युरियोसिटीहरू चलचित्रसँग रिलेटेड केही क्वेसनहरू तपाईँहरूसँग छ भने अबको क्रममा फ्लोर ओपन भएको म जानकारी गराउँ। किनभने बा चाहिँ व्यवसायमा अथवा फिल्म नचल्ने हो कि भन्ने एउटा अनुमानले अरू नेपाली फिल्महरू अलिक डराउनु भयो भनौँ न रिलिज गर्नलाई। तर तपाईँहरूले चाहिँ त्यो आँट गरेर त्यो रिस्क लिएर होइन जुन साउन्डमै फिल्म रिलिज गर्नुभयो र सम्भवतः फिल्मको कथा राम्रो भएरै अहिले नेपाली दर्शकले चाहिँ हलमा चाहिँ होइन तपाईँको घुइँचो लागिरहेको अवस्था छ। तपाईँहरूले त्यो जब रिलिज गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ डर थियो कि थिएन, कस्तो के लागेको अनुभव सेयर गरिदिनु। त्यस्तो थियो, डर भन्दा पनि डर चाहिँ किन थियो भने जस्तै सबैजनाको नजरमा के थियो भने यो चाहिँ रङ टाइम हो, रिलिज गर्ने टाइम चाहिँ रङ हो, योमा चाहिँ अब
एक तपाईँको असार मथान सकेको हुन्छ, असार मथान मान्छेले अब सकाएपछि आनन्दले बसिरहेको हुन्छ। एक अर्को कुरा तपाईँको वर्ल्ड कप लागिरहेको थियो, वर्ल्ड कप एकदम पिक माहौलमा थियो, त्यो कारणले एक किसिमको डर चाहिँ पैदा गरिरहनु थियो, अन्तर्मन पैदा भएर। तर हामी एउटा के कन्फिडेन्ट थियो भने हामीसँग एउटा यस्तो कन्टेन्ट थियो जुन कन्टेन्ट चाहिँ हामी कोही हाम्रो नजिकको सर्कलसँग सेयर गर्दाखेरि उहाँहरू चाहिँ एकदम कन्फिडेन्ट हुनुहुन्थ्यो कि उहाँहरू हामी जति कन्फिडेन्ट त्योभन्दा कन्फिडेन्ट उहाँहरू भइसकेको छ। उहाँ हो नि त दर्शक त। अनि दर्शकलाई चाहिँ यदि चलचित्र दर्शकलाई मनपर्ने चलचित्र भयो भने समय चाहिँदैन भन्ने कुरा चाहिँ यो उदाहरण हो अहिले खास। किन गौथलीको जुन माहौल आयो, यो माहौल त अहिलेसम्म यति छिटो यति बिजनेस त अहिलेसम्म कुनै फिल्मले गरेकै छैन भने साउन्डमा जुन अफ सिजन हुन्छ त्यही अब चाहिँ यस्तो हुनुपर्छ कि फिल्म राम्रो बनाएपछि सिजन चाहिँदैन रहेछ भन्ने कुराको उदाहरण पनि भयो गौथली होइन। अनि अर्को कुरा मेन कुरा भने चाहिँ के भने यो साउन्डमा अब चाहिँ नेपाली फिल्म रिलिज हुन्छ। अब अर्को वर्षदेखि 100% रिलिज हुन्छ किनकि यो थाहा भयो नि त फिल्म राम्रो भएछ चल्दैछ भनेर। त्यो चाहिँ एउटा ब्रेक गराएको छ। तर डर चाहिँ थियो, डर नभएको होइन डर थियो, तर डरको बावजुद पनि हामीसँग यस्तो कन्टेन्ट भएको कारणले हामी कन्फिडेन्ट भएको हो। अरू साथीहरूबाट केही नेपाली परिवेश म्याच खाने खालको यति नै हो। समग्रमा चाहिँ त्यस्तै चलचित्रहरू आउँदा दिनहरूमा पनि तपाईँहरूले बनाउँदै जानुहोस्। अभिनयमा शुभकामना हजुरहरूलाई धेरै धन्यवाद जुन माया गरिरहनु भएको छ नेपाली चलचित्रलाई। हामीलाई मात्रै भन्दा पनि नेपाली चलचित्र समग्र नेपाली चलचित्रलाई माया गरिरहनु भएको छ, त्यही नै सबभन्दा ठुलो कुरा हो। नेपाली चलचित्र उत्थान भएपछि हामी अटोमेटिकली उत्थान हुन्छौँ, हाम्रो देशको उत्थान हुन्छ। किनकि चलचित्रले इन्डियामा हामीले चाहिँ चलचित्रको माध्यमबाट इन्डिया चिनिरहेछ नि त। कति ठाउँमा त्यो चाहिँ हामीले नेपालमा पनि फेरि सिर्जना गर्नुभयो। त्यो भयो भने एउटा ओहो चलचित्रको माध्यमले नेपालै पपुलर भइरहेछ भन्ने भयो भने त्यो एउटा माहौल बन्छ। त्यसको चाहिँ किनकि कहाँ थोपा मेरो हुने भएको बारे यो सबैजनाको एकजनाको हात छ। र हजुरहरूलाई धेरै धेरै धन्यवाद आइदिनु भयो। हजुरलाई धेरै 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 धन्यवाद। तपाईँहरूले जुन यो चलचित्रको मार्केटिङ स्ट्राटेजी अप्नाउनु पर्ने, जस्तो कि तपाईँहरू क्यारेक्टरमै जानुभयो, इन्टरभ्यू दिनु पनि क्यारेक्टरमै जानुभयो होइन। फिल्मको प्रमोसन तपाईँको टिजर रिलिजहरूमा पनि तपाईँहरू त्यही बेहुली बनेर जानुभयो। यो आइडिया चाहिँ कसरी आयो होइन, अनि यो आइडियाले कति काम गर्यो भन्ने कुरा त रिजल्ट देखिएको छ होइन। यसमा अब अघिकै जोड्छु म होइन। अनि वर्ल्ड कपको एकदम पिक माहौल थियो अनि चारैतिरबाट प्रेसर थियो कि हामीलाई होइन, मिडियादेखि लिएर चारैतिर यो एकदम गलत डिसिजन हो, यो फिल्मै चल्दैन भन्नेबाट चारैतिरबाट थियो। अनि के गर्ने त अब होइन, किन टिजर आयो, टिजर त्यो लेभलले रिच भएको थिएन, गीत आयो, गीत त्यो लेभलले रिच भएको थिएन होइन। अब हामीसँग कन्टेन्ट कम थियो अनि समय पनि कम थियो। अब केही गर्नु पऱ्यो भन्ने हिसाबले चाहिँ अब हाम्रो डिरेक्टर सर कपिल सर अनि हाम्रो प्रोड्युसर हाम्रो सुमन दाईहरू, गिरिराज दाईहरू, हामी सबजना सब टिममा चाहिँ के गर्ने भन्ने हिसाबले चाहिँ अब यसरी गरौँ न त भन्ने हिसाबले चाहिँ हामीले प्लान गरेको थियो। अनि पछि राम्रो भयो र पछि हामी जस्तो भ्याली बाहिर जाँदाखेरि पनि धेरै राम्रो पब्लिसिटी भएछ त्यसले गर्दाखेरि। अनि अब यसको अर्को श्रेय चाहिँ हाम्रो प्रकाश सुवेदी सरलाई पनि जान्छ होइन। अनि उहाँले एक्सेप्ट गर्नुभयो, एटलिस्ट होइन एक्सेप्ट गर्नुभयो, मान्नुभएको थिएन उहाँले होइन। अनि पछि फिल्म उहाँको साइडबाट पनि सोच्दाखेरि के कुरा आयो भने फिल्म भनेको एउटा एक हिसाबको आफ्नो फेस्टिभल हो होइन। आफूले माहौल बनाउनुपर्छ अनि अरूले माहौल कुरेर बसेर फिल्म रिलिज गर्ने भन्ने त हुँदैन नि। त्यस्तो भएपछि त हाम्रो इन्डस्ट्री मरिरहेको छ। यो माहौल हामीले बनाउनुपर्छ भन्ने हिसाबले त्यो तरिकाले उहाँले पनि सहमति जनाउनु भयो अनि सपोर्ट गर्नुभयो। अनि त्यसरी नै सुरु भयो। अनि पछि गर्दाखेरि जो अब अहिले गौथलीको माहौल बनिरहेको छ र मलाई जहाँसम्म लाग्छ फिल्म भनेको नि त्यही हो कि माहौल बनाउनुपर्छ फिल्म जस्तो मलाई लाग्छ। अनि त्यो हिसाबले आभारी छौँ अब हजुरहरू मिडिया कर्मी साथीभाइहरू सबैजना सपोर्ट गर्नुभएको छ देशव्यापीबाट। अनि पछि अडियन्सहरूले पनि मन पराइरहनु भएको छ, सपोर्ट गरिरहनु भएको छ। हजुर त्यसरी नै भएको छ। जस्तो यो सिनेमामा चाहिँ ठुलो र गौथलीको जुन प्रेम त्यसलाई दर्शकले एकदमै मन पराउनु भएको छ। एउटा अवस्था छ ठुलो पात्रको होइन, त्यस्तो अवस्थामा पनि श्रीमानले माया गऱ्यो भने त हुँदो रहेछ नि त भन्ने खालको अडियन्सहरूले हामीले रेस्पोन्स पनि पाएका थियौँ। अनि सिनेमाटोग्राफीले एकदमै चाहिँ उहाँहरू तारिफ गरिनु भएको छ। सिनेमेटोग्राफी गर्दा होइन उहाँसम्मको अनुभव थोरै सुनाइदिनु सिनेमेटोग्राफीको कुरा। हाम्रो अब यसको क्यामेराम्यान हाम्रो हरिउमा गाई हुनुहुन्छ होइन। दाइले एकदम धेरै मिहिनेत गर्नुभएको छ कि एकदमै धेरै मिहिनेत गर्नुभएको छ। र दाइको एउटा राम्रो पक्ष के रहेछ भने
अरू अरू अब जस्तो आफ्नो हुन्छ काम गर्ने तरिका होइन। दाइले चाहिँ पर्फर्मेन्सलाई एकदमै प्रायोरिटी दिनुहुँदो रहेछ कि। अनि मैले राम्रो पर्फर्मेन्स राम्रो इमोसन खिच्न सकेन भने मेरो सर्टको मेरो लाइटिङको काम हुँदैन भन्ने हिसाबले चाहिँ त्यसरी जोड्यौँ। अनि हामीसँग दाइ जहिले पनि इमोसनल्ली काम गर्नुभएको छ क्या एक्ट गर्दा। जस्तो कमेडी सिन छ भने हाँसी खिच्नुभएको छ, रुनी सिन छ भने आँसु झार्दै खिच्नुभएको छ होइन। अनि त्यो हिसाबले त्यसरी काम भयो, राम्रो अनुभव भयो। र अघि हजुरले भने जस्तै अब यसमा जुन पात्रहरू उठाएको छ, मोटिभ उठाइएको छ होइन, जुन लभको कुराहरू छ यसमा होइन, जुन प्योरिटी जस्तो हामी ह्युमन सोलमा ल्याकिङ भइरहेको कुराहरू जुन एउटा यस्तो समुदायहरू हुन्छ हाम्रो समाजमा उहाँहरूसँग स्टिल छ, हामीभन्दा धेरै छ होइन। हामीले चिन्न सकिरहेको छैनौँ, उहाँहरूलाई हामीले अगाडि बढ्न दिइरहेको छैनौँ। छोरी मान्छेहरू इनोसेन्ट छोरी मान्छेहरू समाजमा अझै पनि दबेर बसिराख्नु भएको छ। एउटा मन छ, यो प्योर सोल छ, त्यो चिजहरू चाहिँ यो मलाई जहाँसम्म लाग्छ प्योर सोलहरूको स्टोरी हो जस्तो लाग्छ कि मलाई। अनि सायद इमोसनल्ली त्यसरी नै बाँधेर राखिरहेछ। अडियन्सहरूले भन्नुहुन्छ बरु हस्बेन्ड जस्तो सुकै होस्, माया गर्ने होस् होइन भन्ने हिसाबले फिडब्याक आइरहेको छ। हामीले स्टिल म्यासेजहरू कलबाट आउँछ होइन। अनि त्यो हिसाबले गर्दाखेरि हामीले एउटा पर्सेप्सन चाहिँ चेन्ज गरिदिउँ जस्तो लाग्छ कि सिनेमा। यो भनेको हामी सबैजनाको सफलता हो जस्तो मलाई लाग्छ। किनभने सोसाइटीमा एउटा राम्रो इम्प्रेसन पनि पऱ्यो नि त। मेन लभको भ्यालु भयो कि होइन। अनि को गरिब को धनी होइन, को कस्तो कुन समुदाय यो भयो, केही चिजहरू एक्जिस्टेन्स भएन। एक्जिस्टेन्स के कुराको भयो भने लभको भयो होइन। लभको सोल, प्योर सोलको कुरा भयो। अनि त्यो चिजहरू चाहिँ सायद हामीमा पनि त्यो चिजहरू हुनुपर्छ जस्तो मलाई लाग्छ। त्यो सिनलाई सम्झिँदा तपाईँ कसरी सम्झिनुहुन्छ त्यो सुटिङको टाइममा? हजुर, त्यो सिनमा सम्झिँदा चाहिँ अब मलाई एकदमै धेरै गाह्रो भएको थियो। अब जे होइन यस्तो हुँदो रहेछ क्या, अब हामीलाई जति नै पेन भए पनि आफ्नो मम्मीलाई चाहिँ थाहा नभए हुन्थ्यो, मम्मीले चाहिँ त्यो कुरा फिल नगरिदिनु भए हुन्थ्यो जस्तो हुने रहेछ। अनि अब मलाई त्यस्तो भयो नि त, लाइफमा धेरै अब्स्ट्याकल्स भयो, धेरै अप्स एन्ड डाउन भयो। सबै कुरा हार भइसकेपछि म घर गएपछि जब मैले आमालाई देखेँ, आमालाई थाहा भयो नि त मेरो छोरीलाई यस्तो बितेको छ भन्दा। सो त्यो आमाको आँखामा हेर्दाखेरि नै एकदमै गाह्रो भइरहेको थियो। हजुर, त्यही नै हो। ठिक छ, समग्रमा कुराहरू यिनै हुन् होइन। हामीले जे जति बुझ्यौँ, जे जति हामीले बुझ्ने चाहना राखेका थियौँ, सम्भवतः हामीले खोजेको जति कुराहरू पाइसकेको महसुस हामीले गरेका छौँ। पूर्व जाने कति बेला पूर्व जाने एकदमै धेरै एक्साइटेड हुन्छ। र पूर्वको दर्शकको लागि उहाँले अब यहाँहरूसँग केही भन्दै हुनुहुन्छ पूर्वको दर्शक। तपाईँको त क्रस पनि हुनुहुन्छ। मैले अस्ति पब्लिक रिभ्यू दिन जाँदाखेरि उहाँ त नयाँ क्रस हुनुहुन्छ उहाँको लागि पनि स्पेसल। हजुर, सबैजनालाई धन्यवाद। फिल्म हेर्नुहुने दर्शकलाई एकदमै धेरै धन्यवाद, नहेर्नेलाई पनि धन्यवाद। अनि यसरी माया गर्नुभएको छ। र हामीले जुन हिसाबको जसरी माया गरिराख्नु छ फिल्म इन्डस्ट्रीलाई पूर्वको दर्शकले, त्यसको लागि एकदम आभारी छौँ हामी इन्डस्ट्री नै होइन। अनि यस्तै सपोर्ट गरिराख्नु होला। र सिनेमा हेर्नुभएको छैन भने हेर्नु होला, फिल्म लागिसकेको छ। अहिले हामी हजुरकै सिटी झापामा छौँ। अनि हजुरहरूसँग प्रत्यक्ष रूपमा भेट्न लागेको छौँ। आउनुहोस्, सँगै बसेर सिनेमा हेरौँ, भेटौँ, माया साटासाट गरौँ। त्यही नै भन्न चाहन्छु। थ्याङ्क यू सो मच। अनि बाँकी कुरा अब हाम्रो सिमरनले। हजुर, फर्स्ट अफ अल त हजुरहरूलाई धेरै धेरै धन्यवाद, हामीहरूलाई यति धेरै माया र साथ दिनुभयो। र अब झापामा पनि एकदमै राम्ररी हाम्रो मुभी चलिरहेको छ। अनि एकदमै धेरै मेसेजहरू आएको थियो मलाई चाहिँ, झापा कहिले आउनुहुन्छ, बिदापुर कहिले आउनुहुन्छ भनेर। सो उहाँहरूको लागि चाहिँ हामीहरू आइसक्यौँ झापामा। सो हजुर पनि आउनु होला अनि हामीसँगै बसेर फिल्म हेरौँला। हस्, थ्याङ्क यू। सँगसँगै यो कार्यक्रम यही समापन भएको पनि हामी जानकारी